हामी चाहिँ यहाँनिर दाइहरुकोमा कुखुराको चल्ला हेर्नु आएको। दाइहरुको चाहिँ निकै प्रगति छ यहाँनिर। अनि दत्ता ततै परेछ दाइको त। के यो चाहिँ उ वाला छ के ए यो चाहिँ लोकलै हो दाइ? लोकल हो यो घाँटी खैले छक्याएर धेरै। घाँटी खुइले रहेछ। हुन्छ सबै घाँटी खैले हो। अलि पूजामा चाहिँ चल्दैन है, नत्र त यसको मासु पर्छ नि फेरि। यो त छिट्टो गर्छ। घाँटी खैले छ। कसरी दाइ यो चाहिँ? यो त खै अब अस्ति चाहिँ 300 रुपैयाँ थियो, अलि ठुल्ठुलो भइसक्यो कसरी बेच्नु। त्यसरी नै दिनु नि हामीलाई। हैन अस्ति घाटा हुन्छ नि। त्यसरी नै दिनु न दाइ। यसमा त ठुल्ठुलो रहेछ। दाइहरुको चाहिँ यता पनि छ रे है। चल्ला यता हो। हाय हाय ए टन्नै पो छ क्यार है यो भित्र पनि। ल यता चाहिँ ठिक्काको रहेछ। यिनीहरू पनि भालेपोथी चिनिसक्या रहेछ। ओहो दुम्सिया पनि रहेछ स्मिता बहिनी। छ त यहाँ दिन्छ। त्यसमाथि पनि होला। घाँटी कुइले सबै मिसिया रहेछ। मेरो त छ पोथी। तपाईको छ? निकाल्छ। पछि तपाईकोबाट लानु पर्यो। माथि छ भने छ, छैन भने होस्। ल तपाईहरुलाई पनि यहाँनिर चल्ला चाहिएको छ भने दीपक बन्तावा दाइकोमा आउनु होला। यहाँ चाहिँ ठिक्काकोदेखि सानोदेखि मिडियमदेखि हुर्किसकेको चल्लाहरू चाहिँ पाउन सक्नुहुनेछ। यसपालि चाहिँ हाम्रोमा सबै हैजाले गर्दाखेरि कुखुरा मासेको भएर चाहिँ चल्ला नभएर हामी चाहिँ लिन आएको दिदी बहिनी यहाँनिर। दाइ चाहिँ यता हुनुहुन्छ। ल दाइहरुको चाहिँ यता पनि देखाउँदैछु म। यता खेती गर्नुभएको रहेछ। दाइ यो के हो, बन्दा हो? यो चाहिँ फुलकोपी हो कि बन्दा? फुलकोपीको बिउ बनाएको। ए बिउ बनाउनु भएको? उदयपुर जिल्लामा चाहिँ यो पहिलो पटक यो परीक्षण गृहमा भइरहेछ अहिले। ए हजुर। यो उहाँले रुकुम रोल्पामा गर्नुहुँदो रहेछ। हजुर। अहिले हामीले चाहिँ यसपालि पहिलोचोटि यहाँ परीक्षण गर्न गइरहेको छौँ। ए ए ए हुने रहेछ है दाइ? हेलो अनि यताको चाहिँ प्याजको यो। हजुर। नमस्कार। यो त डल्लै रोपिदिनु भयो कि क्या दाइले? ल है यो चाहिँ सबै हाम्रो दीपक बान्तावा दाइको हो है ट्रनेलाहरू। अनि यहाँनिर निकै खेतीहरू गर्नुभएको रहेछ। अनि यहाँनिर देख्न सक्नुहुन्छ मेवाहरू। अनि यो चाहिँ कोपीको बिउ निकाल्नु भएको रहेछ दाइले। कोपी भन्दा पनि यो चाहिँ फुलकोपी नै होला जस्तो छ यिनीहरू चाहिँ। दाइ यो चाहिँ उनीहरूले डल्लै रोपिदिनु भएको हो कि क्या? यो होइन सानो रोपेको। हजुर। मसिनो। अनि यो चाहिँ अहिले यो पनि उदयपुरमा पहिलोचोटि परीक्षण भइरहेछ। ए ए ए यसमा यस्तो हुन्छ तपाईको यो भाले पोथी, यो भालेको लाइन हो हैन? ए हजुर। यो पोथी हो यो। अनि यो छेउछेउ छ भाले। यसलाई चाहिँ हातले मिक्स गर्नुपर्छ। ए हो र? यसले पोलिनेसन गर्ने। ए बिउको लागि गर्नु भएको हो है? ए परैसम्म हो उहाँहरूको चाहिँ। पर बन्दा पनि रोप्नु भएको रहेछ। यो हाम्रो रायो साग हो। अनि गुन्द्रुकहरू बनाउने काम भइरहेछ। ए ए ए दाइ अनि के गुन्द्रुक बनाएर बेच्नुहुन्छ छुट्टै फेरि? गुन्द्रुक बनाएर बेच्छौँ हामी। ए ए गुन्द्रुक चाहिँ हाम्रो एकदम सफा हुन्छ क्या त्यो। यो तपाईले त अगाडि नै रोप्नु भएको होला दाइ हैन? यो त धेरै अगाडि रोपेको यो अब अलिक उमा भयो त दाइ। यसको ऊ पनि कति बिक्री हुन्थ्यो यसको माथिको यो बिउको लागि रहेछ। बिउको लागि गर्नुभएको रहेछ। गोडो अब दोस्रो गोडाइ भइरहेछ। ए ए अनि गोड्दै थियो नभएर यतिकै भइरहेछ। हजुर। ल यस्तो छ है हाम्रो दाइको यहाँनिर टनेला खेती। 2500 रुपियाँ किलो पनि लान्छौँ नि हैन? यहाँ बजारमा पाउने 1600 1800 वाला यो चाहिँ। अनि कोभिन्डोको थियो। कोभिन्डो पनि मैले 4 चिज गरेको थिएँ। हजुर। कोभिन्डो अनि करेला अनि प्याज अनि काउली। यो चाहिँ काउलीको चाहिँ यो काउलीको चाहिँ धुलोहरूबाट बस्नुलाई। हजुर। अनि यो औषधि जनेलाई चाहिँ घाममा पकाउनु पर्छ कि। ए ए ए हजुर। घाममा पाकेको चाहिँ एकदम राम्रो औषधि हुन्छ। मान्छेले आगोमा पकाउँछ। हजुर। एकदम हिट भर्दै हुन्छ। ए दाइ यस्तो पो है? ओहो लु दाइले त सुकाएर हर र बर पनि यसै नै गर्नुहुन्छ? गुन्द्रुकलाई नि लास्ट फाइनल यहाँ दिनु। यहाँ हाम्रो दाइले चाहिँ यहाँनिर यसरी हर र बर र अमला यहाँनिर चाहिँ घाममा पाकेको। कसरी बेच्नुहुन्छ दाइ यो चाहिँ? यसको चाहिँ हामी धुलो बनाउँछौँ होइन? ग्यास्ट्रिकहरू अनि अन्य चिजको लागि चाहिँ हामी अब बनाउँछौँ, काठमाडौँ पठाउँछौँ। ए ए ए जो चाहिँ यो पहिला लानुभएको छ उहाँहरूले चाहिँ फेरि मागिराख्नुहुन्छ। कस्तो मजाले एकदमै सफा तरिकाले यहाँनिर दाइले चाहिँ यहाँनिर गर्नुभएको रहेछ। अनि यो चाहिँ हर्रो बर्रो भन्छ यसलाई चाहिँ। अनि यो माथिको चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ अमला।
यो बर्रा चाहिँ के को दबाई हुन्छ दाइ यो बर्रा बर्रा त खोकीको हो होइन खोकीको लागि बेसी चाहिँ इम्युनिटी पावर बढाउने हुन्छ अनि सबै गरेर हरबल अमला मिसाएर चाहिँ बनाउनु पऱ्यो ए अब नेचुरली आफै सुक्दै अमला पनि त्यस्तै हो यसको पनि है दाइ अमला पनि त्यस्तै हो विशेष चाहिँ जङ्गलैबाट ल्याउनु भयो क्या दाइले त जङ्गलैबाट हो यो पोहोर चाहिँ मैले उसबाट किनेर ल्याएको थिएँ हजुर कटारीबाट ए किलो ल्याएको ए हजुर ल यहाँ हाम्रो दाइको चाहिँ यहाँनिर घुमेर घुमिसक्नै छैन के हो है हामी चाहिँ धेर थोर यहाँनिर सुकाउने पनि घुम्यौँ है अनि अझै छैन रहेछ अहिले कति धेरै कुराहरू देखाउनु भएको छ यहाँनिर दाइले चाहिँ च्याउ खेती पनि गर्नुभएको थियो है अनि अहिले चाहिँ छैन अरे अनि बिस्तारै गर्नुहुन्छ अरे अनि यो त दाइ के स्याउ जस्तो छ त स्याउ हो यो स्याउको ऊ पनि रहेछ फल्छ त दाइ हाम्रोतिर यतातिर स्याउ एक दुईजना पोहोर फलेको थियो ए फल्यो स्याउपति हो कि स्याउै हो सानो ठुलो पनि फलेको थियो ए हो है यो त एकदमै चिसो ठाउँमा हुने हो तर यतातिर पनि दाइले फलाउनु चाहिँ सफल हुनुभएछ टुङ्गे ठुलो फलेको थियो यसमा फल्छ सायद यो पहिलो यो यस्तो हेर्दै स्याउको जस्तो लाग्यो क्या यी हेर्नु यस्तो ठुलो लटर भन्छ त्यत्रो फल्ने लटर ए कटर र बर्डरको मिक्स बनाएर लटर बर्डरको चाहिँ दाइ कटरको भाइ ए ल है होमस्टे चाहिँ उ त्यता हो कि क्या दाइ उ त्यो ए होमस्टे चाहिँ त्यो हो दाइ उ त्यो ए ल हाम्रो यहाँ दाइको चाहिँ होमस्टे पनि छ तपाईँहरूलाई यसो घुम्न मन लाग्यो यसो बस्न मन लाग्यो भने आउन सक्नुहुन्छ है यहाँ हाम्रो दिपक दाइको चाहिँ एकदमै प्रगति भइरहेछ यहाँनिर आफैले यहाँनिर सबै यो आफैले गर्नुभएको हो है उहाँहरूको यहाँनिर धेरै छ ऊ पनि स्पेस पनि अनि मौरीदेखि उहाँहरूले चाहिँ अब बिउहरू पनि यसरी यो बन्दा अनि फुलकोपीको बिउहरू पनि यहाँनिर उत्पादन गरिराख्नु भएको रहेछ अनि यहाँनिर गुन्द्रुकहरू पनि बनाउनुहुन्छ है अनि यहाँनिर प्याजको यहाँनिर बिउ पनि निकाल्ने कोसिस गर्नुहुँदैछ यसपालि ऊ गर्नुभएको रहेछ यहाँनिर अनि यस्तो छ अलिक परैसम्म यहाँ घुमेर घुमिसक्ने उनै छैन हामी चाहिँ अब एकछिन आएको भएर यहाँनिर सर देखाइदिइहालेको है ल कस्तो राम्रो है गुन्द्रुक त अब कति सफा ल है तपाईँहरूलाई गुन्द्रुक चाहियो भने चाहिँ यहाँनिर हाम्रो दाइलाई सम्पर्क गर्नु होला यहाँ कस्तो सफा यस्तो सफाले बनाउनु भएको रहेछ अनि हेर्दै कस्तो ठाउँ लाग्ने कि हेर्दै कस्तो राम्रो नि गुन्द्रुक त म भोलि पर्सि आउँछु है दाइ हाम्रो दाइकोमा चाहिँ यहाँनिर अरू खेतीपाती मात्रै नभएर यहाँनिर तपाईँहरूलाई चाहिने सबै फुलहरू पनि छ यहाँनिर इन्डोर आउटडोर नै छ यहाँ प्रायः चाहिँ इन्डोर नै देखेँ मैले है यहाँनिर अब तपाईँहरूलाई चाहियो भने सम्पर्क गर्नुहोला यहाँ हाम्रो दिपक बान्तावा दाइकोमा अनि यसरी यो सबै यसरी रोप्नु भएको छ यो सबै बिक्रीमा हो बेच्नुहुने हो अनि सबै यसरी यहाँनिर माथि यसरी छाना लगाइदिनु भएको छ अनि यहाँनिर यहाँ सबै अब सार्नलाई एकदम रेडी बनाइराख्नु भएको छ यो उहरू अनि त्यसपछि यहाँ हेर्नु होला दाइले आफैले बनाउनु भएको होला यो सायद यहाँ शीतलमा बस्ने ठाउँ है अनि म चाहिँ यहाँनिर निवारोको बिरुवा लानु पर्यो भनेर चाहिँ यहाँनिर है अन्त यहाँनिर रेडी पारेको छु ल यहाँनिर यस्तो छ है।